र तपाईले त्यस्तो भेट्नु भयो ल ठिकै छ हामीलाई फोन गरेर यो भयो त्यो भयो मेरो पैसा रिटर्न दिनुस् मते भन्नुभएको म दिन्थे म सदाबार भनि पनि राखेको छु यो भिडियो हेरेर चाहिँ मलाई पनि एउटा कुराको याद आयो क्या यो मेरो छोरी जन्मिने बेला हैन 3 वर्ष अगाडिको कुरा हो यो मेरो छोरी जन्मिने बेला मलाई पनि अनलाइनमा त्यस्तै भएको थियो के भन्छ मेरो चाहिँ सुत्केरी मसला मगाएको अनि सुत्केरी मसला मगाएर आधी खाइसकेपछि मैले त्यसमा किरा भेटाएको क्या किरा अनि किरा भेटाएको पुरै फ्राई गरेको थियो किरा नै यत्रो त्यसपछि त मैले पनि त त्यति बेला भिडियो बनाएर हालेर भाइरल हुन सक्थ्यो होला नि बट मैले चाहिँ उहाँलाई के अरे जुन मैले जहाँबाट अनलाइन सपिङ गर्थेँ उहाँलाई मेसेज गरेँ म्याम के हो यस्तो के भन्छ यसमा त यस्तो किरा छ के हो कसरी आयो भनेर म चाहिँ फोटो खिचेर पठाइदिएँ कि अनि उहाँले तत्कालै फेरि रिप्लाई गरिहाल्नु भयो भन्नुभयो कि ए म्याम हामीलाई त अब यो कहिलेकाहीँ बेलुका प्याकिङ गरिन्छ त्यति बेला पर्यो होला थाहा नै भएन म्याम गल्ती भयो अब यस्तै हो माफ गरिदिनु होला अनि यसलाई फ्याँकिदिनुहोस् म एकदम फ्रेस बनाएर पठाइदिन्छु नराम्रो नठान्नु होला है म्याम अब यो हाम्रो मिस्टेक भयो भनेर चाहिँ कति पोलाइटली क्या नराम्रोसँग बोल्नुभयो अनि त्यसलाई फ्याँकिदिउँ अनि त्यसपछि नयाँ पठाइदिनु अनि तपाईँ खाएको त्यही कुरा याद आयो क्या मलाई पनि मेरो यही छोरी जन्मिने बेला हो अनि त्यसपछि त्यस्तो भएको थियो क्या होइन अब उहाँलाई पनि मेसेज गर्नुभएको भए त पक्कै उहाँले पनि केही न केही त गर्नुहुन्थ्यो होला नि ठ्याक्कै याद आएको क्या मलाई फेरि यो भिडियो हेर्नु बित्तिकै त्यही भएर थ्याङ्क यू त्यही भएर हरेक कुरामा यस अनि यो चाहिँ हाम्रो गाउँबाट आएको गाउँबाट आमाले पठाइदिनु भएको यो बेसार अदुवा होइन नि फेरि के अरे फ्रेस बेसार यो चाहिँ मैले पानीमा उमालेर खानालाई पानी गर्नु उस्नुमा मगाएको अनि यो निम्बु अनि यो नटुटाउने यो के अरे बेसार हो के